नमस्ते सबैजनालाई हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। म मेघना केसी अनि फेरि पनि अर्को भिडियो लिएर म ब्याक भइसकेको छु। सो आजको भिडियोको मेरो टाइटल छ जस्ट पिकिङ अप ऱ्यान्डम क्वेसन फ्रम युट्युब। मेरो युट्युबमा कमेन्टहरू आएको मैले धेरै भइसक्यो रिप्लाईहरू नदिएको, अनि सो आई एम जस्ट गोइङ टु पिक द क्वेसन यु अर पिक योर कमेन्ट, अनि त्यसपछि चाहिँ म त्यसको रिप्लाई गर्नेछु। सो प्लिज यो भिडियो अन्तिमसम्म हेर्नु, किनभने धेरैजनाको क्वेसन धेरै थरीको हुन्छ अनि तपाईहरुले पक्कै पनि केही इन्फर्मेसन पाउनुहुन्छ। अभियसली तपाईहरुको क्वेसनै छ त्यसमा अनि त्यसको एन्सर पाउनुहुन्छ, त्यही भएर भिडियो चाहिँ नछुटाइकन अन्तिमसम्म हेर्नु होला। सो अब ढिला नगरिकन भिडियो स्टार्ट गर्छु। म चाहिँ अब यहाँ क्वेसनहरू हेर्नेवाला छु, कमेन्ट्सहरू। सो स्टार्ट गरौँ। सो म रिसेन्ट कमेन्टबाट स्टार्ट गर्दै अनि पुरानोमा जान्छु, किनभने अब यहाँ मेरो रिसेन्टमा देखाइरहेछ हैन। त्यसपछि सो एकजनाले भन्नुभएको छ ओडिसी गेमरले, कार्ड आएपछि टिकट काट्दा हुन्छ कि अहिले नै काटौँ? लाइक मेरो भिजा आयो बट कार्ड आउन बाँकी छ, अहिले आइडिया छैन लाइक कति डेट पछि जान दिन्छ। सो त्यही अनुसारले काट्न हुन्थ्यो। मेरो सेप्टेम्बर 1 बाट क्लास हो, कहिलेको काटौँ हजुरको सजेसन अनुसार एन्ड प्लिज हेल्प मी फर एकोमोडेसन भन्नुभएको छ हैन। सो टिकट चाहिँ तपाईको अब अहिले भिजा आइसकेको छ भने अहिले तपाईको जुन छ हैन, जुलाई अगस्त तपाईसँग 2 महिना अलमोस्ट टाइम छ, त्यतिसम्म तपाईको कार्ड आउँछ। किनभने स्विडेनदेखि इन्डिया आउँछ कार्ड हैन, विथिन 2 विक्स यतिको बीचमा चाहिँ आउँछ तपाईको कार्ड इन्डिया, अनि इन्डियाबाट फेरि नेपाल पठाउने हो। सो अलमोस्ट 1 मन्थको रेन्जमा चाहिँ तपाईको कार्ड आउँछ तपाईसँग। त्यो भएर चाहिँ तपाईले अहिले टिकट काट्दा चाहिँ हुन्छ। मेरो सजेसन अनुसार चाहिँ भनेको मान्नुहुन्छ भने अगस्तको एन्डतिर काट्दा चाहिँ हुन्छ, किनभने मेबी 22 अर समथिङ देखि चाहिँ तपाईहरुको ओरिएन्टेसन क्लासहरु स्टार्ट हुन्छ हैन। तपाई मास्टरले आउँदै हुनुहुन्छ भने अलिकति डिफरेन्ट होला, 5-6 डेज अगाडि पछाडी होला हैन। नभए चाहिँ इट्स बेटर टु कम इन ओरिएन्टेसन, किनभने त्यहाँ तपाईले धेरै इन्फर्मेसनहरु पाउनुहुन्छ तपाईको युनिभर्सिटी रिलेटेड लाई लिएर पनि, ओभरअल सिटीको बारेमा पनि हैन। त्यो भएर चाहिँ ओरिएन्टेसन भेटाउने हिसाबले चाहिँ आउँदा हुन्छ तपाई अगस्तको 20 अर समथिङको रेन्जमा चाहिँ आउँदा हुन्छ है, बट इट्स टोटली अप टु यु। त्यही हो मेरो टिकट काट्ने सजेसन चाहिँ अगस्त 15 पछिको चाहिँ। अब तपाईँ जहिले तपाईलाई सुइटेबल हुन्छ, जुन दिन सुइटेबल हुन्छ, जुन दिनको प्राइस सस्तो हुन्छ टिकटको काट्दा हुन्छ। अनि एकोमोडेसनको लागि चाहिँ मैले एउटा भिडियो बनाएको छु पहिला, कुन कुन लिङ्कमा गएर चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ भनेर, अनि या त्यसबाट हेरेर उले सेलेक्ट गर्दा हुन्छ तपाईलाई मन परेको। नभए सोशल मिडियाहरुमा फेसबुकहरुमा पेजेसहरु हुन्छ हैन, त्यसमा चाहिँ ल म आउँदै छु भनेर बुक गर्दाखेरि चाहिँ हुन्छ। अनि मैले पहिला बनाएको भिडियो छ, म त्यसको लिंक चाहिँ तपाईँ तल डिस्क्रिप्सनमा राखिदिन्छु रिलेटेड टु एकोमोडेसन। सो या अनि अर्को क्वेसन रहेको छ, कमिङ टु स्कोपडे आफ्टर 2 months, थ्याङ्क्स फर द इन्फर्मेसन। वेलकम छ हजुरलाई। स्कोपडे पनि अब यो के अरे अरु ठुलो सिटी जति त हैन, तर या वेलकम छ तपाईलाई, बेस्ट अफ लक। अनि हजुरको युनिभर्सिटीको फी चाहिँ कति छ इयरली भन्नुभएको छ। सो मेरो 48,500 हो पर सेमेस्टर। सो इट्स लाइक 97,000 अ इयर, तर क्रोनरमा है, स्विडिश क्रोनरमा है फी चाहिँ त्यति। अनि इज ब्लक्ड, अनि अर्कोले अनिस भन्नेले चाहिँ मेसेज गर्नुभएको के अरे कमेन्ट गर्नुभएको छ, इज ब्लक्ड अकाउन्ट निडेड? नो इट्स नट निडेड। ब्लक अकाउन्ट त जर्मनीको केसमा चाहिँ हो, जहाँसम्म मलाई थाहा भए अनुसार चाहिँ, नट फर द स्विडेन। अनि रतन बस्नेतले भन्नुभएको छ, इन्टरभ्यू हुन्छ कि नाइ स्विडेनको? रिसेन्टली आई रिजेक्टेड इन डेनमार्क। यस, इट्स नट कम्पलसरी इन्टरभ्यू हुन्छ भन्ने चाहिँ म्यान्डेटोरी या हुन्छ भन्ने चाहिँ हैन, बट या देयर इज द पोसिबिलिटी अफ ह्याभिङ द इन्टरभ्यू, बट इट्स रियर केस। सिंगलहरुको चाहिँ कमै हुन्छ, धेरै जसो हुने भनेको डिपेन्डेन्टको हो। तै पनि ह्युज नम्बरमा चाहिँ इन्टरभ्यूहरु भइरहेको हुँदैन, तर नहुने भन्ने पनि हैन। इट्स लाइक
80% हुँदैन, 20% हुनसक्छ। अब 20%मा तपाईँ पढ्न पनि सक्नुभयो, नपढ्न पनि सक्नुभयो। सो मुभिङ टु द नेक्स्ट क्वेसन, ओर्दिन प्रेयरले नै अर्को कमेन्ट उहाँकै छ, समर या विन्टरमा कति महिना जति होलिडे हुन्छ? नट इन द विन्टर बट इन समर चाहिँ तपाईँको जुनमा चाहिँ तपाईँ कोर्सहरू सकिन्छ। जुलाई, अगस्त, सेप्टेम्बरदेखि अर्को इन्टेक सुरु हुन्छ। सो यु क्यान सी 2 months or 3 months। तपाईँको कहिले सकिन्छ जुनको पनि भन्दा त्यसमा डिपेन्ड हुन्छ। या अफिसियल छुट्टी भनेको चाहिँ मेबी 2 months, बट अब तपाईँ क्लासहरू नभइसकेपछि त्यो छुट्टी सर नै हो। सो 3 months। अनि अर्को क्वेसन छ, एडभेन्चर सोफबी, क्वेसन होइन भन्नाले कमेन्ट है। एसओपी अफ लभ, ओ माई गड, यो चाहिँ अति हो। अरे यो इन्टरभ्यूमा चाहिँ अब तपाईँ कपलहरू आउँदै हुनुहुन्छ भने चाहिँ, या डिपेन्डेन्टसँग पार्टनरसँग आउँदै हुनुहुन्छ भने चाहिँ, यस दे आस्क्ड फर एसओपी अफ लभ, तपाईँको लभ लाइफको एसओपी लेख्नु भन्छ। अनि दे आस्क्ड फर इट, या इट्स awkward but it's true, they asked for SOP of love। अनि मेरो एकजना दिदीले कमेन्ट गर्नुभएको छ, टेक केयर सानी भनेर, भावना दिदी। अनि अर्को कमेन्ट छ हाम्रो विकास ब्लग 123 को, डिपेन्डेन्टसँगै आउँदा कतिको सजिलो कतिको गाह्रो हुन्छ? अभियसली डिपेन्डेन्टसँगै आउँदाखेरि धेरै कुरामा सजिलो हुन्छ तपाईँलाई, इमोसनल्ली प्लस फाइनेन्सियल्ली दुइटै रूपमा चाहिँ तपाईँलाई सजिलो हुन्छ। अनि सकेसम्म पार्टनरसँगै आउनु, जहाँ पनि, नट इन स्विडेन मात्रै होइन, तपाईँ जुनसुकै कन्ट्रीमा जानु, दुईजना भयो भने धेरै नै सजिलो हुन्छ। अनि मुभिङ टु द नेक्स्ट पार्ट, प्रत्येक कार्कीले भन्नुभएको छ कति हो क्राइटेरिया आइल्सको भनेर। 6.5 एक्ज्याक्ट चाहिँ मलाई थाहा भएन, बट पिटीको चाहिँ 62 हो ओभरअल। सो एराउन्ड 60 कै रेन्जमा छ। आइल्सको चाहिँ एक्ज्याक्ट चाहिँ मलाई अलिक थाहा भएन, अहिले मैले बिर्सेँ। तर मैले अर्को भिडियोमा भनेको छु जसमा तपाईँको रिक्वायरमेन्ट के चाहिन्छ स्विडेन आउनको लागि, पढ्नको लागि भनेर, त्यसको लिङ्क पनि म डिस्क्रिप्सनमा राखिदिन्छु। सो तपाईँ गएर हेर्न सक्नुहुन्छ। अनि अब अर्को क्वेसनमा जाम, असुतोष अर्यालले भन्नुभएको छ, कपलको एकोमोडेसन बारे केही बुझाइदिनु न भनेर। सो कपलको एकोमोडेसन चाहिँ यहाँ कस्तो छ भनेपछि, एउटा हुन्छ स्टुडेन्ट अपार्टमेन्ट, एउटा हुन्छ स्टुडियो अपार्टमेन्ट, स्टुडेन्ट र स्टुडियो अपार्टमेन्ट होइन। अनि अब हामी भनेको त पुरै फ्लाइट लिएर भर्खर आएको स्टुडेन्ट हो होइन, त्यसरी बस्ने कुरा हुँदैन। अनि स्टुडेन्ट अपार्टमेन्ट चाहिँ स्टुडेन्टको लागि मात्रै हुन्छ, नट फर द कपल्स। अनि स्टुडियो अपार्टमेन्ट चाहिँ तपाईँहरू दुईजना बस्न सक्नुहुन्छ। त्यो भनेर चाहिँ कस्तो हुन्छ भने, एउटै रुममा तपाईँको किचन हुन्छ, एउटै रुममा टोयलेट हुन्छ, एउटै स्पेसमा के, अनि यता साइडमा बेडरुम हुन्छ। त्यस्तो जस्तै वाल लाएर उ गरेर चाहिँ त्यस्तो सेपरेटली हुँदैन। यहीँ किचन छ, किचन र तपाईँको हल या बेडरुमको एसेस एउटै हुन्छ कि, त्यसरी हुन्छ त्यो स्टुडियो अपार्टमेन्ट। त्यहाँ चाहिँ तपाईँहरू दुईजना बस्न मिल्छ कपलहरू होइन। तर जुन स्टुडेन्ट हाउसिङ या युनिभर्सिटीले दिएको हाउसिङहरू हुन्छ, त्यहाँ चाहिँ स्टुडेन्टलाई मात्रै एलाउड हुन्छ कि बस्न, दुईजना बस्न चाहिँ मिल्दैन। त्यही नै हो। अनि अब फेरि अर्को क्वेसनमा जाम, टोयोको फ्रेन्डली भन्नेले चाहिँ सिस हस्पिटालिटीको लागि कस्तो छ स्विडेन भन्नुभएको छ। सो हस्पिटालिटीको लागि चाहिँ मलाई अब फ्युचरको रूपमा सोध्नुहुन्छ भने चाहिँ त्यति नलेज भएन कस्तो छ यहाँको त्यो सब्जेक्ट पढेर फ्युचर भनेर। सो यहाँ पढेपछि जहाँ पनि राम्रो नै हुन्छ, त्यही भएर राम्रै छ। पढेपछि जहाँ पनि राम्रो हुन्छ, त्यही लेभलमा राम्ररी पढ्न सक्नु पर्यो, जहाँ पनि राम्रो हुन्छ। अब अर्को क्वेसनमा जाम, के भन्नुभएको छ भनेपछि, आइएस गेमिङले वर्स्ट साउन्ड क्वालिटी एभर, प्लिज बाई अ माइक। या स्योर, मेबी इन नेक्स्ट भिडियो म चाहिँ माइक युज गर्नेछु। अनि अर्को हुनुहुन्छ @शक्ति35ले भन्नुभएको छ, सिस मलाई स्विडेन आउनको लागि वर्किङ एप्लाई गरिरहेको छु, कस्तो हुन्छ होला आउँदा? वर्किङ भिजामा आउनुभयो भने एकदम बेस्ट हुन्छ। त्यस्तो तपाईँ सिधै वर्क भिजामा
वर्क परमिटमा आउन पाउनुभयो भने त इट्स सुपर डुपर भेरी गुड, तपाईँ एकदम लकी हुनुहुन्छ। किनभने स्यालेरी पनि वर्क परमिट पाएर तपाईँ आउनुभयो भने स्यालेरी पनि राम्रो छ। त्यसपछि अब त्यसमै तपाईँ कन्टिन्यू दिइराख्न सक्नुभयो भने पछिको फेसिलिटीहरू त स्विडेनमा राम्रो छँदै नै छ, एकदम राम्रो छ। तपाईँ वर्क भिजामा आउनुभयो भने चाहिँ बेस्ट अफ लक हजुरलाई। अनि अब फेरि अर्को क्वेसनमा जाम। काँक्रा चोर आइडीको नाम के हो यो? @काँक्रा चोरले भन्नुभएको छ स्टडी पछि PSW र PR को के छ सिस भनेर। मेबी म यसको लागि एउटा छुट्टै भिडियो पनि बनाउँछु होला पछि, तर अहिलेलाई चाहिँ सर्टमा भन्दाखेरि चाहिँ तपाईँको स्टडी भिजालाई भ्यालिड गर्दैन। PR पाउनलाई तपाईँ पढ्नुभयो त्यसले चाहिँ केही पनि भ्यालिड गर्दैन। वर्क परमिटमा चाहिँ तपाईँ यहाँ काम गर्नुभएकोलाई चाहिँ भ्यालिड गर्छ तपाईँ PR एप्लाई गर्न पाउनलाई। अनि PSW को चाहिँ तपाईँको पढाइको क्राइटेरिया सर्टेन रूपमा मिट गर्नुभयो भने चाहिँ 1 वर्षको जब सिकिङ भिजा चाहिँ पाउनुहुन्छ। अनि अनिल महर्जनले भन्नुभएको छ तपाईँको एफबी लिङ्क कुन होला देखिन भनेर। मैले यो भिडियोमा चाहिँ राखिदिन्छु मेरो फेसबुकको इन्स्टाग्रामको लिङ्क, सो तपाईँ मलाई मेसेज गर्न सक्नुहुन्छ। अनि अर्को छ दिलीप यादी भन्नेको 6.5 ओभरअल बट 5.5 इन वान ब्यान्ड, इज इट पोसिबल टु गेट एडमिटेड? नो, इफ इट्स इन PT नो। 62 मिनिमम हो तपाईँको रिक्वायरमेन्ट, 62 आउनै पर्छ। अब तोकेकै वेबसाइटमा तोकेकै छ भने त्यति भनेपछि अब उनीहरूले लिने चान्सै हुँदैन कि, त्यो तपाईँ उनीहरूको क्राइटेरिया नै मिट गर्दैन। अब एकदम रियर केस तपाईँले पाउनुभयो भने चाहिँ आई डोन्ट नो, तर उनीहरूको अब रिक्वायरमेन्टमा राखेको चिजभन्दा बाहिर गएर उनीहरूले एक्सेप्ट गर्ने चान्स चाहिँ हुँदैन। अनि अब अर्को क्वेसन छ सर्टी क्राफ्ट भन्नेले, हाई सिसी, आई एम अल्सो प्रोसेसिङ टु मुभ स्विडेन इन सेम सिटी you are in, so can you say something about the Malmo, because I saw some TikTok where they mention Malmo as the most dangerous city. Now I'm scared and confused at the same time. Yes, it's true, रिस्क जहाँ पनि छ, तर तपाईले जे सुन्नुभयो टिकटकमा त्यो चाहिँ एकदमै सही नै हो। अब यहाँ त्यस्तो एक्टिभिटिजहरु भइरहेको नै हुन्छ, बाकी अब आफ्नो कामसँग आफ्नो काम मतलब राख्नै हिँड्ने गर्नुपर्छ। जे सुन्नुभयो सही सुन्नुभयो, त्यो चाहिँ यो विषयमा चाहिँ अब त्यति धेरै बोलिन म। अब अर्को क्वेसन राम शरणले भन्नुभएको छ, सिस डाइरेक्ट 2 मन्थको भिजा लगाउन मिल्छ कि नै? मलाई यो 2 मन्थ भिजा बारेमा चाहिँ थाहा भएन, मेबी 2 इयर भन्न खोज्नु भएको हो कि 2 इयरको चाहिँ तपाईको युनिभर्सिटी हेरिकन हुन्छ। त्यो युनिभर्सिटीले दिन्छ भने चाहिँ तपाईले एकैचोटीमा 2 वर्षको चाहिँ भिजा एप्लाई गर्न सक्नुहुन्छ, यदि तपाईले त्यति फन्ड देखाउन सक्नुभयो भने। अनि अर्को छ आयुष विश्वकर्माले भन्नुभएको छ, कुन कन्सल्टेन्सीबाट एप्लाई गर्नुभयो सिस हजुरले? मैले कन्सल्टेन्सी चाहिँ मेरो ब्याड एक्सपिरियन्स, सो I don't want to mention the name. So Ajit Raile, how did you pay the tuition fee from Nepal? The bank in Nepal demand an invoice in which the tuition fee is stated either in euro or USD, but the tuition fee in the invoice is in SEK. How did you solve this problem? Maybe म यो आन्सर दिन लेट भए, तर पनि अब आउनेहरुको लागि चाहिँ काम लाग्न सक्छ। सो नेपालको यहाँ तपाईहरुलाई युनिभर्सिटीले पठाउँछ एउटा तपाईको ट्युसन फी यति भनेर इन्भोइस या अफर लेटर, दे आर सेम। तपाईको फी यति छ भनेर मेन्सन गरेको पेपर युनिभर्सिटीबाट पाउनुहुन्छ, त्यो लर ब्याङ्कमा दिनुस् अनि मलाई चाहिँ स्विडिश क्रोनमा पठाउनुहुन्छ। नभए किनभने डाइरेक्ट त्यहाँबाट स्विडिश क्रोनमा पठाइदिन्न अनि उनीहरूले युरोमा पठाउने हो कि, हामीले नेपाली क्यास दिन्छौँ उनीहरूले युरोमा पठाइन्छ ब्याङ्करले, सो इट इज एक्सेप्टेड। अनि यहाँ त्यसरी नै पठाउन सक्नुहुन्छ। अनि यो भन्दा पुरानो चाहिँ मेरो यसमा हेर्न मिलेन, सो आजको लागि भिडियो यति नै थियो। मैले सर र मेरो ब्याक 2 मन्थसम्मको कमेन्टहरु रिप्लाई नदिएको चाहिँ मैले यो भिडियोबाट रिप्लाई गर्न चाहे। तपाईले आफ्नो क्वेशनको जवाफ पाउनुभयो होला पक्कै पनि। सो यति भन्दै म आजको भिडियो यही इन गर्न चाहन्छु। सो सी यु इन माई नेक्स्ट भिडियो, टिल देन बाइ बाइ एन्ड टेक केयर।